हेलो एभ्रिवान र अहिले भने चाहिँ म तपाईको सिलगढी आइसकेको छु है र हामी यहाँ भाइ सागर यहाँ बहिनीहरु माको छ है र आज हामी सिलगढी आउनुको कारण चाहिँ के छ किन आको भन्दा चाहिँ त्यो अहिले तपाईलाई म त्यो सरप्राइज दिन्छु है के कसो हो भनेर र अहिले हामी त्यही जाँदैछ है र अहिले म देखाउँछु ल तपाईहरुलाई के हो सरप्राइज भनेर र भिडियो चाहिँ तपाईले लास्टसम्म हेर्दिनुस् होला है सरप्राइज चाहिँ के हो भनेर चाहिँ यहाँ पछाडि हेर्नुहोस् त कस्तो दामी है शिवजीको यहाँ हेर्नु ल यहाँ हेर्नुहोस् न वाउ र यो चाहिँ अहिले हामी जहाँ जाँदै थियो है त्यो जाँदा जाँदा यहाँ देखेको है यो चाहिँ अब खोल्दो रहेछ हेर्नुहोस् त कस्तो दामी है यहाँ हेर्नुहोस् दिदी भाइको माया है भाइले दिदीलाई चाहिँ यतिको माया गर्छ भाइ चाहिँ यही है हेरिहाल्नु है यहाँ हेर यहाँ के भयो बजारा भुत्तुक्कै भइसक्यो आफ्नै दिदीको अब लेस बाँधिँदाखेरि म सबै यहाँ हेर्दैन एकपल्ट र गाइस हामी चाहिँ अहिले है यहाँ आइसक्यो यो चाहिँ कहाँ हो भन्दा चाहिँ यो चाहिँ तपाईँको सुकना हनुमान मन्दिर है यो चाहिँ सुकना हो है यो चाहिँ सुकनाको पेट्रोल पम्प हेर्न सक्नुहुन्छ रेलवे स्टेसन सुकनाको हामी चाहिँ अब है घरमा जाँदैछ र अहिले भने चाहिँ हामी घर आइपुग्यो यो चाहिँ घर हाम्रो है यहाँ गेट खोल्दैछ यहाँ हाम्रो फुच्ची भान्जीले यो चाहिँ हाम्रो फुच्ची भान्जी है पछाडि भाइ र घर चाहिँ यही है हामी घर आइपुग्यो र गाइस तपाईहरुलाई जुन चाहिँ मैले अघि भनेको है त्यो चाहिँ सरप्राइज के हो भन्ने चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो भानिजको बर्थडे है यो चाहिँ 5 इयर्स पुग्यो हामी आएको कारण चाहिँ यही थियो भाइको हजुर 5 इयर्स कम्प्लिट गरेर